हेलो एभ्रिवान। सबै नेपाली भाषी तथा गोर्खा जातिलाई मेरो नमस्कार। साथै जति पनि गोर्खाली सिपाही हुनुहुन्छ उहाँहरूलाई मेरो सलाम। समग्र विश्वमा रहनुभएका नेपाली दाजु दिदी बहिनीहरूलाई मेरो नमस्कार। आजको टपिक अलिकति अलग्गै छ। आई नो हजुरहरुमा धेरै मान्छे मसँग रिसाइराख्नु भएको छ। आई एग्री। लेकिन आई डोन्ट नो किन मेरो इन्टेन्सन कसैलाई पनि हर्ट गर्ने थिएन। म एउटै कुरो भन्न चाहन्छु, जब पनि एउटा आमा बाबाले बच्चालाई जन्म दिन्छ, अरु त्यो बच्चाले जब गल्ती गर्छ, आमा बाबाले त्यसलाई 2 थप्पड लाउँछ या त्यो बच्चालाई कराउँछ, मोर्वी भन्छ। इभन मैले भी त्यो पर्सनल एक्सपिरियन्सले भन्दैछु है। हामीहरु जब बचपनमा गल्ती गर्थ्यौं, फेरि के हुन्छ, त्यो बच्चालाई अलिकति चोट लागिसक्दा सबैभन्दा पहिले चाहिँ घरकै मान्छे पुग्छ। र ममा भी गोर्खालीको रगत छ। म भी नेपाली चेली हुँ। र भलै मेरो मान्छेहरु आज अलिकति हर्ट छ, मलाई थाहा छ। मेरो शब्दै सायद त्यस्तो थियो है। अरु मेरो इन्टेन्सन सबसे भन्दा पहिलो कुरो कसैलाई भी हर्ट गर्नु या कसैको इमोसन्सलाई चोट पहुँचाउनु थिएन। सही कुरामा भन्न जाँदाखेरि त्यसै पनि नेपालको जनता आफ्नो संविधान र पोलिटिकल प्रब्लमलाई लिएर धेरै जुझिरहनु भएको छ। त्यसको समयमा जब हामीहरुको हात काट्छ या कहीं घाउ लागेको हुन्छ, त्यसमा गएर हामीहरुले उंगली राखिदिँदाखेरि चाहिँ धेरै दुख छ। सायद मैले भी त्यही गरे। अलरेडी उहाँहरु प्रब्लमसँग जुझिरहनु भएको छ र मैले भनेका वर्डहरु म वापस लिँदै छु। अरु आई नो यस्तो खालको कमेन्ट गर्नु कामलाई लिएर त्यो मेरो गल्ती थियो। पर्सनली भी म फिल गर्छु त्यो कुरो है। लेकिन मेरो गल्ती थियो, म खुदै एक्सेप्ट गर्छु। लेकिन यसको मतलब यो होइन जे म नेपाली भाषालाई माया गर्दिन। जति म भारतीय हुनेमा गर्व गर्छु, त्यति म नेपाली भाषी हुनेमा भी गर्व गर्छु। र दोस्रो कुरो, हामीहरु वीर गोर्खालीको सन्तान हो। गोर्खाको मतलब के हो भन्दाखेरि विश्वासी, मेहनती, कर्मवीर। सबसे ठूलो शब्द हो वीर। हामीहरु वीर गोर्खालीको अगाडि म वीर शब्द युज गर्न यही भन्न चाहन्छु किनभने युनाइटेड किंगडम देखिबाट लिएर यूएस यूके आर्मीमा देखिबाट लिएर इन्डियन आर्मीमा देखिबाट लिएर गोर्खा रेजिमेन्ट त्यही भएर प्रोभाइड गर्छ किनभने गोर्खाहरु बहुत विश्वासी हुन्छ। गोर्खाले आफ्नो अरु गोर्खा कहिले गद्दार हुँदैन। त त्यही गोर्खालीको छोरी म आजसम्म गोर्खाल्यान्डको लागि माग गरेर मैले आफ्नो पेजमा यत्रो सारा पोस्ट गरे। त हजुरहरुले कसरी सोच्नु भयो जे मलाई बेंगल सरकारले पैसा दिएर बोल्न लगाएको भनेर। गोर्खाली बरु मरेर जान्छ लेकिन गद्दार गर्न जान्दैन। फेरि त्यही गोर्खालीको रगत भएको केटी मैले भला कसरी गद्दार गरे होला आफ्नो आमासँग, आफ्नो मातृभाषासँग। र त्यस्तो भूल नबुझिदिनु होला है। हजुरहरुको बिना मेरो केही हुन्न, मेरो बिना भी हजुरहरुको केही हुन्न। हामीहरु एउटाले अर्को दुईजनाको साथ मिलाएर पूरा दुनियाँमा राज गर्ने। अरु मैले जति पनि आमा बुबा दाजु दिदी बहिनीहरुलाई मैले दिल दुखाएको छु, आइ एम एक्सट्रिमली सरी त्यसको लागि। भर भविष्यमा भी त्यस्तो खालको हमेशा मैले अगाडिको स्टेटमेन्टमा भी भने मेरो सायद त्यो स्टेटमेन्ट अहिलेको सिचुएसनमा रङ थियो। त्यो म भी एग्री गर्छु। दार्जिलिङमा जहाँ आगो बलिराखिएको छ, अरु दार्जिलिङको लागि कति बच्चाहरुले आफ्नो आमा खोएको छ, कति मान्छेहरुले चाहिँ नि कतिले पति, कति वाइफले हस्बेन्ड खोएको छ, कति बच्चाहरुले आमा खोएको छ। र त्यो त्यागलाई भी मेरो सलाम। त्यो बच्चाहरुको ईश्वरले गरून्, त्यो बच्चाहरुको कहिल्यै पनि हिम्मत नटुटोस्। अरु यति नै म चाहन्छु, भगवानसँग भी प्रे गर्छु, आशा गर्छु हजुरहरु सबैले पनि यो कुरालाई एग्री गर्नुहुन्छ जे त्यो वीरहरुको, हाम्रो वीरहरुको यो योद्धा हुनुहुन्थ्यो। हामीहरुको जति पनि इन्डियन आर्मीमा गोर्खा रेजिमेन्टबाट कति सरहदमा लड्दाखेरि कति मान्छेहरुको प्राण गएको छ। उहाँहरुको आत्मालाई एटलिस्ट एउटा सानो एउटा गिफ्ट जस्तो हुन्छ के गोर्खाल्यान्ड। अरु गोर्खा शब्दले समग्र नेपाली भाषीलाई रिप्रेजेन्ट गर्छ।
र आज म पनि एउटा गोर्खा चेली हुँ। आशा गर्छु मेरो गोर्खा परिवारले, हामीहरू एउटा परिवार हौं, गोर्खा एउटा परिवार हो, चाहे जहीँ रहोस्। र हामीहरूको परिवारमा एउटा बच्चाले गल्ती गर्छ, गल्ती गर्दा के हुन्छ, आमा बाउ भले एकछिन रिसाउन घरको मान्छे, लेकिन एकैछिन पछाडि चाहिँ सबैले त्यो चिजलाई एग्री गर्छ या त्यसलाई अरू कसैले के गरोस् त, सबैभन्दा पहिले परिवारै पुग्छ। र मेरो लागि भी मेरो समग्र नेपाली परिवार हमेशा रहन्छ, मलाई थाहा छ उहाँहरूले मलाई बहुत माया गर्नुहुन्छ। अरू म भी समग्र नेपाली परिवारलाई बहुत माया गर्छु, समग्र नेपाललाई धेरै माया गर्छु। र गुड नाइट। अरू आशा गर्छु हजुर सबैजना राम्रै हुनुहुन्छ, राम्रो गर्दै हुनुहुन्छ। अरू भगवानले गरून् हामीहरू सधैँ हमेशा हामीहरूको माझमा, हामीहरूको बीचमा माया प्रीति यसै गरी बनिरहोस् है। र म वन्स अगेन सबैलाई थ्याङ्क यू भन्दै म हजुरको बीचबाट बिदा लिँदैछु आजको लागि। थ्याङ्क यू भेरी मच फर एभ्रिथिङ। अरू सबैजनाको सुख, समग्र नेपाल तथा नेपाली भाषी, समग्र विश्वमा हुनुभएका नेपाली भाषीहरूको सुखको कामना गर्दै, खुसीको कामना गर्दै म हजुरको बीचबाट बिदा लिँदैछु। थ्याङ्क यू भेरी मच। गुड नाइट।